Hello guys, welcome to my mini vlog. आज चाहिँ फेरि मम्मी चाहिँ अर्गल जानुभएको छ र म चाहिँ यता मुमाकोमा आउँदैछु। मुमाको चाहिँ मेरो पहिला बस्ने घरमा हुनुहुन्छ त। म चाहिँ यो बेस्ट सान केक मलाई चाहिँ थाहा भएन, इङ्ग्लिसमा लेखेको छ, त्यही भएर चाहिँ मलाई खासै थाहा भएन नि त। म चाहिँ खाँदै हिँड्दै गइरहेको छु। यो चाहिँ लास्ट मिठो छ है गाइस। अरे एक मुठी जाम न त। खाँदा खाँदा चाहिँ यो नि भयो है। अब एउटा चाहिँ म मुमासँग बसेर खाइहाल्छु है। मजामा छ। मेरो चाहिँ खुट्टाहरू चाहिँ लास्टै सेतो देखिरहेको छ। हात हेर्नु, हात चाहिँ कालै छ, खुट्टा चाहिँ लास्ट सेतो देखिरहेको छ। मलाई चाहिँ मुमाको चप्पल लाग्छ, त्यही भएर होला नबिउके दामी भयो। यता हाम्रोतिर चाहिँ यस्तो धान रोप्ने बेला भइसक्यो है गाइस। अनि म चाहिँ मजाले अब पुग्दैछु है। उहाँ चाहिँ हाम्रो पहिलाको घर भेटी दिदी। म चाहिँ यहाँ आइसकेँ। अन्त चाहिँ पहिलाको हाम्रो रुम चाहिँ यही हो है। तर अहिले यहाँ चाहिँ अरू नपस्नु चाहिँ मुमाको घर। यो मुमा मुमाको आइसक्यो होइन। ओहो आलाप कुरकुरे र चिप्स ठन्डा मिलाएर चाहिँ हाम्रो पुरानो साइकल अरुणको। यो चाहिँ गाइस हाम्रो बारी है त। यहाँ मलाई अस्ति कहाँ काँक्रा फुले जस्तो देखिरहेको थियो। टिप्छन् क्या हो। मकै बारी दरम दरम आहै ल ल। यहाँ चाहिँ अस्ति मैले यहाँ काँक्रा फलेको देखेको थिएँ। होइन अलिक ठुलो फलेको थियो क्या। यो चाहिँ हाम्रो मकै बारी है। मकै बारी के को करेसा बारी भन्छ, काँक्रा बारी नि हो यहाँ। भाइ चाहिँ यहाँ चाहिँ पहिला हामीले त्यो प्याज रोपेको थियौँ। अन्त यहाँ चाहिँ डुल्को भयो चाहिँ। अहिले चाहिँ यहाँ न्यू बाटो बनिरहेको छ है त गाइस। पहिला चाहिँ म यहाँनिर बसेर नि सब साथीहरूसँग खेल्थेँ होइन त। अब हाम्रो चाहिँ मकै भाँच्ने बेला भयो। जबबाट चाहिँ मलाई अलि साथ दिनु होला नि। त्यसमा मकै भाँचेको पनि देखाउँछु, काँक्रा खाएको पनि देखाउँछु। अनि मकै बारीमा बसेर कराम काँक्रा टोकेको मजै बेग्लै होइन है त। मेरो पुरानो मन्दिर है यो चाहिँ। म चाहिँ मेरो साथीहरूसँग खेल्दाको मन्दिर। आजको भ्यू चाहिँ अलि पानी पडा जस्तो भएको छ होइन, हेर्न सक्नुहुन्छ। म चाहिँ उता पारिबाट आएको यतातिर। मजा र यो अहिलेको मजा बेमजा खायो। उहाँको हजुरआमाले चाहिँ हामीलाई लास्ट गाली दिनुहुन्थ्यो त। बाई बाई गाइज।